जानकारी दिन्छु। त बिमस्टेक भनेको के हो त? यसो फुल फर्म तपाईले लेख्न आउँदैन है, तपाईले फुल फर्म पनि जान्नुस् न। हालको यो बिमस्टेकको फुल फर्म के हो भने वे अफ बंगाल, वे अफ बंगाल, बीई रहेछ, बीई, वे अफ बंगाल इनिसिएटिभ। Way of Bengal initiative for multi-sectoral. Multi-sectoral technical and economic cooperation. बिमस्टेकको हालको नाम वे अफ बंगाल इनिसिएटिभ फर मल्टी-सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन भनेर यसलाई चिनिन्छ है साथीहरु। अब यसमा हामीले के जान्नु पर्छ भन्दाखेरि कतिवटा राष्ट्रहरु छन् हाल है, हाल यसको हाल सदस्य राष्ट्र हाल सदस्य राष्ट्र कतिवटा भन्यो भने 7 वटा है। स्थापना कहिले भयो? स्थापना कहिले भयो भनेर सोधिन्छ। त 1997 जुन 6, 1997 जुन 6 मा यसको स्थापना भयो। बुझ्नुभयो नि? यसको स्थापना अथवा यसको कन्सेप्ट ल्याउने, यसको अवधारणा ल्याउने, यसको अवधारणा ल्याउने देश बैंक अफ फाइनेन्स है, बिमस्टेकको अवधारणा ल्याउने थाल्यो। सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ भने तपाईको सुरुमा संस्थापक राष्ट्र कति? सुरुमा सन् 1997 जुन 6 मा यसलाई भनिन्थ्यो। त्यो भनेको के होला? बंगलादेश, इन्डिया, श्रीलंका, थाइल्यान्ड इकोनोमिक कोअपरेसन भन्छ, बिस्टेक भन्छ। त्यसैले संस्थापक राष्ट्र कति? संस्थापक राष्ट्र 4। भनिन्छ बिमस्टेकको संस्थापक राष्ट्र कतिवटा भनेर सोधिन्छ। हामी के भन्ने? 4 वटा है। स्थापना कालको नाम के थियो? बिस्टेक थियो, BIST। बंगलादेश, इन्डिया, श्रीलंका, थाइल्यान्ड इकोनोमिक
कोअपरेसन इकोनोमिक कोअपरेसन भनेर भने है बुझ्नुभयो नि हजुर म यतै छु भन्नु त हजुर हजुर बाहिर अनलाइन क्लास ए राखिदिनु न म हेर्छु नि अहिले आएर अहिले आउँछु अब ल ल है संस्थापक राष्ट्र चारवटा बिस्ट भनिदियो बिस्टेक भनेको चारवटा बिस्ट बङ्गलादेश इन्डिया श्रीलङ्का र थाइल्यान्ड यसरी सम्झिनुपर्छ साथीहरू है त्यसपछि तपाईँको यो सुरुमा है सुरुमा त्यसपछि के हुन्छ त्यसपछि के हुन्छ भन्दाखेरि सन् 1997 डिसेम्बर 22 सन् 1997 डिसेम्बर 22 मा म्यानमार आउँछ म्यानमार सुरुमा पर्यवेक्षक बन्छ पछि सदस्य बन्छ म्यानमार आएपछि यसको नाम त्यसपछि यसको नाम के भयो साथीहरू थाहा छ नाम BIMST PC भयो हेर्नुहोस् है किनभने पहिला बिस्ट थियो BIST को ठाउँमा यम आयो के अरे बिचमा के आयो यम आयो यम भनेको म्यानमार त बिम्स्टेक भयो यो हालको यो नाम होइन फेरि अगाडिको नाम होइन फेरि के बिम्स्टेक भनेको बङ्गलादेश इन्डिया म्यानमार श्रीलङ्का थाइल्यान्ड इकोनोमिक कोअपरेसन भन्न थाल्यो बुझ्नुभयो नि इकोनोमिक कोअपरेसन भन्न थाल्यो यसरी हामी जान्नु पर्यो त्यसपछि बल्ल त्यसपछि के भयो भन्दाखेरि त्यसपछि तपाईको 2004 जुलाई 31 त्यसपछि फेरि हामी के बुझ्नु पर्यो भने सन् 2004 जुलाई 31 मा के हुन्छ 31 मा चाहिँ जुलाई 31 मा नेपाल र भुटान यसको सदस्य हुन्छ नेपाल र भुटान समेत निषिद्ध हालको नाम बिम्स्टेक रहन गयो साथीहरु हेर्नुहोस् है यो बिम्स्टेक र यो बिम्स्टेकमा फरक छ है यो बिम्स्टेक भनेको बङ्गलादेश इन्डिया म्यानमार श्रीलङ्का थाइल्यान्ड इकोनोमिक कोअपरेसन हो यो भनेको वे अफ बङ्गाल भनेको थिएँ मैले सुरुमा वे अफ बङ्गाल सिटी एन्ड मल्टी सेक्टर टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन यो नाम कतिखेर भयो भन्दाखेरि 2004 जुलाई 31 बाट भयो जब नेपाल र भुटान समेत मिसिन्छन् यसमा त्यसपछि बल्ल यसको नाम के भयो त बिम्स्टेक हालको बिम्स्टेक भएको त्यसो भए नेपाल र भुटान कहिले सदस्य भयो त हो यो जान्नुपर्छ नेपाल र भुटान यसको सदस्य सन् 2004 फेब्रुअरी 8 भयो भन्नुभयो नि बल्ल 2004 फेब्रुअरी 8 मा भए सदस्य भए त्यसपछि बल्ल 2004 जुलाई फेब्रुअरी पछि के हुन्छ मार्च अप्रिल मे जुन जुलाई अनि 5 महिनापछि बल्ल यसको नाम चाहिँ यिनीहरूले पहिलो सम्मेलनमा चेन्ज गरेर के आइदिए त बिम्स्टेक ल्याइदिएका हुन् है यसरी यसको नाम चाहिँ भयो साथीहरू
हामीले चाहिँ जान्नुपर्छ। तपाईँले एक्जाममा के सोधिन्छ भने बिमस्टेकको सदस्य नेपाल कहिले भयो? हामीले के भन्नुपर्छ? 2004 फेब्रुअरी 8। अनि यो बिमस्टेकको नाम कहिले हुन गयो भन्दाखेरि 2004 जुलाई 31मा यसको नाम चाहिँ रहन गयो भनेर हामीले जान्नुपर्छ है। 2004 जुलाई 31 भनेको के हो त भन्दाखेरि 2004 जुलाई 31 भनेको पहिलो सम्मेलन हो साथीहरू। बिमस्टेकको पहिलो सम्मेलन पहिलो सम्मेलनबाट यसको नाम के भयो भन्दाखेरि यो बिमस्टेक भएको हो। त्योभन्दा अगाडि के थियो? BIMSTEC। अनि त्योभन्दा अगाडि के थियो? BIST थियो, स्टेक थियो है। यो हामी जान्नुपर्छ। बिमस्टेकको हालको नाम कहिले भयो कायम भयो भनेर सोध्यो भने हामीले 2004 जुलाई 31 र अगस्त 1 सम्म भएको बिमस्टेकको चाहिँ पहिलो सम्मेलनबाट यसको नाम। सरलाई फोकी लागेको छ कि आज? फोकी छ, हल्का घाँटी बसेछ के, चिल्लो खाइयो। ल है त, यति हामी जान्नु पर्यो। ल ओके, त्यसपछि अब म अगाडि बढ्छु है। त्यसपछि चाहिँ बिमस्टेक डे कहिले मनाइन्छ भनेर सोधिन्छ है। बिमस्टेक डे बिमस्टेक डे जुन 26 कहिले मनाइन्छ त भन्दाखेरि स्थापना दिवसको अवसर पारेर। स्थापना दिवस कहिले भयो? जुन 6 मा। जुन 6 मा यसरी मैले नेपाली लेखाएँ। जुन 6 मा निर्णय कहिले भयो? निर्णय चाहिँ 5औं सम्मेलनमा। पाँचौं सम्मेलनबाट बल्ल यो निर्णय भयो कि के अरे हामीले चाहिँ जुन 6 मा मनाउँछौँ भनेर भनियो। बोल्नुभन्दा लेखाइदिनु सर, हजुरको घाँटीले रेस्ट नगरे झन् गाह्रो हुन सक्छ, भोइस रेस्ट गर्नु होला। ओके, भोइस रेस्ट गर्छु ल, ठिक भयो। ओके अब बडापत्र, बिमस्टेक बडापत्र, यसको बडापत्र है। बडापत्र भनेको विधान त के बुझ्नु पर्यो भने है पाँचौं सम्मेलन पचपन्न है। 11